हेलो गाइज, म चाहिँ हिजो फलोअपमा गएर आएको होइन। म चाहिँ यतिखेर काठमाडौँ छु, त्यही भएर डक्टरलाई यहीँ भेटेको, यहीँको नागरिक डेन्टलमा गएर आएको। डक्टर काठमाडौँबाट हो नि त पोखरा जाने, त्यही भएर यति बेला चाहिँ म काठमाडौँ भएको बेलामा यहीँ भेटेको डक्टरलाई। अनि हिजो चाहिँ यहाँ यो भाग चाहिँ टाइट गर्नको लागि यहाँ इलास्टिक जस्तो लगाइदिनु भयो। यो चाहिँ अब भोलि पर्सिमा ग्रिन हुन्छ, अहिले चाहिँ वाइट छ। फर्स्ट टाइम गएको यहाँको क्लिनिकमा, म्याप हेर्दै गएको, धन्नै हराइन घुमेको घुमै भएर। अनि कति महिना भयो भने मैले बिर्सेँ कि एक्ज्याक्टली, किनभने मेरो बिचमा मिस भइरह यतिखेर पनि 1-2 महिना मिस भयो बिचमा, त्यही भएर एक्ज्याक्टली कति महिना भयो भन्ने मलाई याद छैन अहिले। पेन चाहिँ के पनि छैन अहिले फलोअपमा गएर आएपछि पनि। अहिले मेरो दाँत चाहिँ यस्तो यहाँ बिच बिचतिर स्पेस अलिअलि छ कि।